अहिले साथीहरू आइतबार हामी बुढो झोकमा जानु पऱ्यो भनेर घरबाट निस्केको। दिदी आमाजू दिदी म भान्जी र मेरो बहिनी 4 जना टोली भएर निस्केको। अटोमा हामी धनगढी चौरासम्म जाँदैछौँ कि अनि त्यहाँबाट चाहिँ गाडीमा जानुपर्छ भनेर त्यहाँ हामी अटोमा गइरहेछौँ है। पहाड दाइले लगिराख्नु भएको छ कि अनि त्यहाँबाट चाहिँ हामी अब धनगढी चौराबाट हाइसमा बसेर उत्तरिया जाँदैछौँ है। हामीहरू एन्टी लाइट परेछ कि यसो फोटो बनाउनु भनेको भिडियो र भान्जी अगाडि बस्नु भएको छ। हामी उत्तरिया जाँदैछौँ कि धनगढीबाट। फाइनल्ली हामी उत्तरिया पुग्यो है। उत्तरिया पुग्ने बित्तिकै पानी पऱ्यो कि बिहान 9:30 बजी हिँडेको 10 बजे उत्तरिया पुगेको। उत्तरियामा त पानी परेर हामीलाई त टेन्सन भयो, अब पानी पऱ्यो के गर्ने होला भनेर है। अब एकछिन रोकिनु पऱ्यो भनेर त्यहीँ उत्लायो होइन गर्छन्। अनि नभन्दै एउटा गाडी आयो अनि त्यो गाडीमा बसिहाल्यौँ है हामी। त्यो गाडीले त ढिलो गरेर 11 बजेसम्म बल्ल 11 बजे अर्को गाडीमा सिफ्ट गराएर बल्ल तल्ल 11 बजे हिँडियो है त्यहाँबाट। अनि 11 बजे गयौँ हामी। सिट नपाएर त्यो पनि म त पछाडिको सिटमा बसेको है। गाह्रो भयो धेरै। यो बाजेले यस्तो स्पिडमा चलाउनु हुनुहुन्छ। फेरि यो बाजे त उमेरले अलिक बुढो हुनुहुन्थ्यो होइन। इभी हाइस चलाउने कस्तो डर लाग्यो कि पहाडमा कतै फाल्छ कि भन्ने डर लागेको थियो। तै पनि बाजे एक्सपिरियन्स हुनुहुने रहेछ कि एकदम पहाडको बाटोमा यति स्पिडमा लग्नु भयो है। डरले कति घन्टा लाग्छ बाजे भनेको 2 घन्टामा पुऱ्याइदिन्छु भन्नुभएको थियो। अब हामी 11 बजी हिँडेको। बाजेले त नन स्टप लग्नुभयो। त्यहाँ चेकिङमा पनि प्रहरीले यस्तो नगर्नु है भन्दाखेरि बाजे त स्पिडमै हाँक्नु भयो है। हामी त पुग्यौँ है। 1 बजे ठ्याक्कै हामीलाई बुढोरमा पुऱ्याउनु भयो। अनि त्यहाँबाट गाडी नपाइदो रहेछ। फेरि हामी अटोमा गयौँ। गाडी रिजर्भ गर्नुपर्ने रहेछ कि प्याक थियो। हामीले चाहिँ अटो रिजर्भ गरेर गयौँ है। बुढोर बजारबाट झरनासम्म जानलाई एकजनालाई 150 लाग्दो रहेछ अटोले। राम्रै लाग्यो मलाई। दाइले एकदम राम्रोसँग लगिदिनु भयो होइन। हामी अटोमा गइरहेछौँ है झरनातिर। बहिनी एकदम खुसी भएको छ पहाड पुग्यो भनेर। पहाडमै जन्मिया हो नि त ऊ त। एकदम रमाइलो मान्छे। म पनि पहाडमै हुर्केको, मलाई पनि रमाइलो लाग्छ कि। अब आमाजुलाई पनि पहाडमै हुर्केको रमाइलो लाग्ने कुरै गएन नलाग्ने। अब भान्जी मात्रै तराईमा हुर्केको भएर पनि पहाड रमाइलो मान्ने मान्छे है। अब हामीहरूले चाहिँ भिडियो बनाउँदै बोल्दै होइन। दिदीको मेरो राशि पनि मिल्छ क्या। अनि दिदीको मेरो कुराहरू पनि मिल्छ। अनि दिदी एकदम धेरै खुसी हुनुहुन्छ कि। अनि फोटो चाहिँ ब्लगमा पनि भिडियो बनाउँछु भन्नुभयो। अनि भान्जीलाई चाहिँ पछाडि ठाउँ नभएर हामीले त्यो दाइको साइडमा राखिदियो कि होइन। बहिनीलाई केही भन्नु छ भनेको हाई भन्छ, राम्रो लागिरहेछ भन्छ कि उसले। हामी झरनातिर जाँदैछौँ। मान्छेहरू त फर्किन लागिसक्यो। अब 1 बजिसकेको थियो नि त। अनि यहाँ अटोमा जाँदा त 1:30 पनि बजिसकेको थियो होइन। 8 किलोमिटर रहेछ। हामीले फेरि अटो खोज्न पनि त टाइम लाग्यो नि त। अनि हामी जाँदाखेरि त कति मानिसहरू त फिर्ता भइसकेको थियो होइन। त्यो पनि ठिकै छ। हामी एकछिन जाउँ भनेको मौसम पनि साथ दिएन कि। गर्मी भएको भए धेरै रमाइलो हुन्थ्यो। चिसो एकदम धेरै चिसो भयो। पानी परेपछि त यति बेला त बादल लागेको थियो। अनि हामी चाहिँ गइरहेछौँ है। भिडियो बनाइराख्नु भएको छ मान्छेले। 8 किलोमिटर भने धेरै हो नि त। हामीले त नजिक 1-2 किलोमिटर भयो भने हिँड्दै रमाइलो गर्दै जाने भन्ने सोच थियो। तर ढिलो भइसकेको थियो। हामीलाई फेरि धनगढी फिर्ता हुनुपर्ने होइन। त्यही भएर हामीले टाढा पनि रहेछ नि त। 8 किलोमिटर हिँड्न त गाह्रो हुन्छ। अनि हामीले अटोमा गएको है। अनि अलिअलि बस्ती पनि रहेछ कि। नत्र यता बस्ती नहोला भनेको बस्ती रहेछ। अब यहाँ पुग्नै लाग्यो। हामी गेटसम्म पुग्यो है। उता झरना जाने बाटोको गेटसम्म पुग्यो है। यहाँनिर थोरै मात्रै कच्ची रहेछ। नत्र भने बुढोर बजारदेखि पुरै पिच छ कि। बाटो धेरै राम्रो छ। कुनै ठाउँमा पनि अप्ठ्यारो छैन। पुरै फिलिपी पिच छ होइन। पहिलामा आउँदाखेरि त 4-5 वर्ष अगाडि पुरै कच्ची थियो है। झरनासम्मै कच्ची थियो, राम्रो थिएन। अहिले त झरना त कति राम्रो। यता काठे पुल चाहिँ साथीहरू हेर्नुहोस् त। अटो जाने काठे पुल बनाउनु भएको रहेछ कि यताको पालिकाले। अनि झरना जाने बाटो भनेर देखाएको छ कि। फर्किरहेछ अरे कति मानिसहरू त। हामी अटोमा सरल जाँदैछौँ है।
अब हामी एकछिनमै पुग्छौँ। दाइले भन्दै हुनुहुन्छ धेरै रमाइलो छ, तपाईँहरूले धेरै राम्रोसँग फोटो खिच्नु ल, पछि म फर्काउँदाखेरि मै ल्याएर आउँछु भन्नुहुन्छ कि हामीले खास रिजर्भ त होइन, अब पछि आउँदाखेरि गाडी पायो भने छिटो हुन्छ भन्नुहुन्थ्यो। अनि दाइले मै ल्याइदिन्छु भन्नु। ल ठिक छ, त्यसो भए त्यस्तै गफ गरेर जाँदै थियौँ। यतानिर के भएको छ, एक्सिडेन्ट भएको थियो कि भिड थियो है, पुग्न पनि लागेन कि हामी। अब अगाडि भिडहरू सुरु भइसक्यो, हेर्नुहोस् त यति धेरै भिड थियो है। स्कर्पियो बुक गरेर आउँदो रहेछन् कति मानिसहरू त होइन। अनि विङ्गर, स्कर्पियो, अब जिपहरू, भ्यानहरू, बस पनि के, अब यहाँ त यति भिड थियो। तर सरकारले अहिले 2 दिन बिदा दिएर धेरै राम्रो गरायो अरे, आन्तरिक पर्यटन प्रवर्धन कतै तरिकाले भइरहेको छ। अनि हामीलाई पनि खुसी लाग्यो होइन, त्यसको लागि नेपाल सरकारलाई धन्यवाद। अब यहाँ स्कर्पियोहरू हेर्नुहोस् त साथीहरू कति धेरै छ कि, भिड पनि यति धेरै थियो है। अब हामीलाई गेटनेरै छोडिदिन्छु भन्नुभएको थियो दाइले। त्यो पछाडि बाइकवाला भाइले हतार यति कति हतार गरेको है, हर्न बजाएर कानै पकायो हर्न बजाए गरेर। अनि हामीलाई त एकदम धेरै असर भयो। फेरि दाइलाई होस् हामी यतै झर्छौँ, कति टाढा हो दाइ भनेर सोधेको। दाइले आइसक्यो गेट, यताबाट जानुहोस् भन्नुभयो। फेरि अब होस् हामी त हिँडेर जानुभयो, यो बाइकले त कान पकाउँछ भन्नुभयो। अनि हामी झऱ्यौँ है टाढो। अब हामी झर्नु पऱ्यो भनेर बाटो भिड थियो नि त धेरै, अनि झऱ्यो अनि गेटमा पुग्यो है। अब भान्जीलाई त म गेटमा भिडियो खिच्छु मम्मी भनेर गइहाल्नु भयो होइन, भिडियो खिच्नु पऱ्यो भनेर। हामी भिडियो खिच्यौँ, फोटो खिच्यौँ है। अब यता झर्ना पनि पहिला फोटो खिच्नु पऱ्यो नि त, नत्र पछि स्विमिङ गरेपछि त चिसो हुन्छ होइन। रमाइलो भइरहेछ केटीहरूलाई सबलाई होइन। पहिलोचोटि झर्ना देख्नुभएको उहाँहरूले यता बुढी झर्ना पहिलोचोटि आउनुभएको नि त। यता त बर्थडे सेलिब्रेट पनि यतै गरिराख्नु भएको थियो कि कतिजनाले त उयोमा केक काटिराख्नु भएको छ। हामीलाई पनि रमाइलो लाग्यो, बहिनी पनि यसो क्यामेरा निकाल्दैछ। अब हामीले चाहिँ यहाँ पहिला फोटो खिचौँ भनेर हामीले क्यामेरा निकाल्ने बित्तिकै यो को दाइ हो है, यो दाइले चिन्नुहुन्छ तपाईँहरूले भनेपछि दाइसँग पुऱ्याइदिनुहोस् है। दाइले त एक्टिङ गर्दै आइपुग्नु भएको थियो है। अनि झर्नामा हामीले फोटो खिच्यो है, भिडियो बनायो होइन। हेर्नुहोस् त झर्ना कस्तो रमाइलो नेचुरल ब्युटी भनेको योलाई। अब फोटो हामीले यसो आइफोनबाट फोटो खिचिहालौँ भनेर, दिदीको आइफोन थियो, फोटो खिचिहाल्यो है। भिडियो पनि बनाऊ न त, अब भिडियो पनि बनायो। रहरी सबैजना रहरी हुनुहुन्थ्यो होइन, एकदमै मलाई त नाच्न आउँदैन भन्दै थियो क्या, मलाई एक्टिङ गर्न आउँदैन, त्यही पनि जसो तसो हातमा हात लाउँछु कि मैले, मलाई आउँदैन। अब हामी ड्रेस चेन्ज गरेर स्विमिङको लागि रेडी भयौँ है। हामीलाई चाहिँ साडी लगाएर स्विमिङ गर्ने रहर थियो, किनकि साडी राम्रो पनि हुन्छ कि, अरू कपडाभन्दा साडी मलाई धेरै मन पनि पर्छ, दिदीलाई पनि धेरै मनपर्छ भनेर हामीले चाहिँ अब यसो ल बनाइहालौँ, भिडियो बनाऊँ। अब स्विमिङको लागि रेडी हुँ भनेर एउटा टिकटक बनाइहालौँ। साथीहरू मेरो घडी गयो नि, मैले त घडी नै ननिकालेर डुबुल्की मारेँ है। मेरो घडी त उयो थियो, अहिले त मैले घडी लगाएको, मेरो स्मार्ट वाच त गयो नि पानीमा। ठिकै छ, उधर झर्ना पुगेर यो फोटो स्मार्ट वाच बगायो होइन, थाहै पाएन कि मैले कति बेला बग्यो भनेर। पछि देखेँ अब त्यसपछि त खोज्ने कुरै भएन, त्यहाँ कता बग्यो त्यत्रो पानीमा होइन। बनाइहालौँ भनेर सबैजना हाँसिराख्नु थियो, मलाई आउँदैन थियो कि। अब हामी गयौँ है पानीमा, मेरो साथसँग त्यो पानीमा गयौँ है। अहिलेसम्म त मेरो घडी हातमै छ कि, मैले घडी कति बेला बग्यो थाहै पाएन। कसैले मेरो घडी भेटाउनु गयो भने प्लिज मलाई दिनु होला है, तर बिग्रिसक्यो होला, स्मार्ट वाच हो बगिसक्यो होला, त्यो कहाँ त्यहाँ रहने कुरै भएन होइन। अब हामी गयौँ है, सुरुमा त डर लाग्यो कि टाढा नजाऊँ उतातिर भन्नुभयो। उता छोराले त यस्तो टाउकोमा हान्दै रहेछ माथिबाट पानी बोक्दाखेरि, अब म एक्लै जान्छु भनेर म चाहिँ एक्लै लागेँ है। अब यसो अलिक टाढा उता जानु पऱ्यो भनेर, नजिक जानु पऱ्यो भनेर म गएँ। त्यसपछि त म त अब म सेती नदी नजिकै हो नि त मेरो माइती घर, सेती नदीमा पनि डुबुल्की मारेको थियो है।
अनि त्यसपछि मलाई त पानी देखेपछि मन थाल्नै सकेन, म त गइहालेँ त्यहाँ जो पनि होस् भनेर। त्यो दाइहरू दिदीहरू बहिनीहरू सबैजना थियो त्यहाँ। म त नजिक उता गएको त टाउकोमा यस्तो पानीले हान्दो रहेछ है, ओ माई गड। त्यसपछि त यो पानीले नि हिप्नोटाइज गर्दो रहेछ क्या, यति त्यहाँबाट बाहिर निस्किनै मन नलाग्ने क्या, पानीमा यति रमाउन मन लाग्ने है। अनि त्यसपछि म त आउट अफ कन्ट्रोल भयो क्या पानीमा। यति इन्जोय गरियो कि मैले थाहै पाएन कि कति इन्जोय गरेँ भनेर पानीमा। अनि त्यसपछि म फेरि अब त डुबुल्की मार्नु पऱ्यो भनेर फेरि एक राउन्ड अझै गयो, डुबुल्की मारेँ है। यति बेलासम्म मेरो हातमा घडी त थियो तर घडी बगिसकेछ, मैले थाहै पाएन। फेरि मैले चुडा लगाएको के, अनि चुडा लगाउनु पऱ्यो नि त, चुडा लगायो। अब दिदी र म फेरि यो अगाडिको फोटो नै हो कि होइन, यति बेला त घडी खसिसकेको थियो कि मैले थाहै पाएन कि बगिसकेको घडी, थाहै भएन है। अब दिदीलाई डर लाग्यो, दिदी ल डुबुल्की मारौँ भनेको, हेर्नुहोस् है दिदीले कसरी डुबुल्की मार्नुहुन्छ है। अब डुबुल्की मारौँ दिदी भनेको, दिदी त हरिद्वार हुनुभयो जस्तो गर्नु हो कि किनकि दिदीले त यसरी डुबुल्की मार्नु डर लागेको रहेछ होइन। अरे म डर लाग्यो भनिरहेको थियो अगाडि, पछि मैले डुबुल्की मारेर दिदीलाई त अचम्म भयो। अब एक राउन्ड भान्जीसँग पनि खिच्नु पऱ्यो होइन, अनि भान्जीसँग पनि गयो। अर्को भाइहरू अगाडि आयो, क्यामेराको अगाडि छेक्यो। अब भान्जी र मैले यति इन्जोय गरेको है, भान्जीलाई पनि ओ माई गड, भान्जू टाउकोमा मेरो त फुप्ला जसरी हान्छ पानीले भन्नुहुन्छ, माथिबाट पानीले छहराले यति जोडले हान्ने। ऊ हेर्नु न, एउटै ड्रेस लगाएको कतिजना आउनु भएको थियो क्या। अनि हामी त भान्जी र मैले त यति एक्साइटमेन्ट भयौँ है, हामी त माई गड पानीबाट बाहिरै ननिस्किन मन लाग्ने क्या। अनि इन्जोय गऱ्यो, नाच्यो, केटाहरू पनि थियो त्यहाँ कति धेरै। त्यसपछि साथीहरू हामीले यति धेरै इन्जोय गऱ्यौँ है, यति धेरै इन्जोय गऱ्यौँ कि खुसीको सीमा नै भएन। धेरै इन्जोय गऱ्यो, धेरै इन्जोय। मलाई त यता नै आउनु मन नलाग्ने, दिदीको र मेरो एकछिन अब एउटा डान्स गरौँ भनेको। अब मलाई त डान्स गर्न आउँदैन, त्यत्तिकै कम्मर अलिअलि हल्लाए जस्तो गर्ने होइन। अब दिदीलाई धेरै राम्रो आउँछ, मलाई आउँदैन। त्यसको लास्ट एउटा बनायो अनि अब सक्यो है। अब ड्रेस चेन्ज गरियो, अब एउटा बनाउनु त भनेर निस्किने बेला अब हामी फर्किनु लागेको थियो। त्यसपछि आउँदा हामीले एउटा भिडियो बनाइहालौँ भनेर बनायो है। अब हामी अघि महादेवकोमा बसेको थिएनौँ, अब नुहाइसकेपछि एकचोटि जाउँ महादेवकोमा भनेर एउटा भिडियो बनाइहालौँ भनेर एउटा भिडियो बनायो, दर्शन गरियो होइन। त्यसपछि निस्कियो है त्यताबाट। अब बुडर बजारमा हामी यसो केटीहरूले पानीपुरी खाने मन गऱ्यो, अनि खाउँ न त पानीपुरी भनेर हामीले त्यहाँनिर पानीपुरीहरू चटपटहरू खान सुरु गऱ्यौँ कि। एउटा भिडियो बनाइहालौँ यहाँ पनि होइन। दिदीले मलाई तिमी यति गोरी म कति खाली छु भन्दै हुन्छ कि, दिदी मकै खाली हुनुहुन्छ। मैले ब्यासेज लगाएको केही खानु नमिल्ने हो। भान्जी चाहिँ पानीपुरीमा मस्त है, भान्जीले पानीपुरी खाइराख्नु भएको छ। यता पानीपुरी धेरै मिठो बनाउनु रहेछ कि दिदीले, ऊ बहिनीले पनि खायो, भान्जीले पनि खायो पानीपुरी, मैले पनि खाइहालेँ। अब हामी फर्क्यौँ। अब सल्लाहघारीतिर आयो। मलाई सल्लाहघारी पहिला मेरो माइत हुँदाखेरि त्यो सल्लाहको पातहरूलाई पिरोला भन्थ्यो कि, अनि पिरोला हामी गाई गोरुको उता गोठमा बिछ्याउँथ्यौँ कि, उनीहरूलाई ओछ्यान बनाउँथ्यौँ होइन। अनि मलाई धेरै मनपर्ने भिडियो बनाइहालेँ, जङ्गलको बनाइहालौँ भनेर। इन्जोय लग्यो धेरै, फाइनली रमाइलो भयो। तर पानी परेको भएर अलिक चिसो धेरै भयो, काम लागेको भए धेरै रमाइलो हुन्थ्यो। पानी परेको थियो अनि चिसो भएको धेरै। जतिसम्म सकिन्छ भिडियो बनाऊँ भनेर मैले आधा बाटोसम्म अलिअलि भिडियो बनाएँ है। हरियालीको चाहिँ मलाई धेरै मनपर्छ कि, हरियाली जङ्गल नेचर, आई लभ नेचर, मलाई धेरै मनपर्छ नेचर। पाहाडमै हुर्केको भएर पनि पाहाडको बाटो, पाहाडको हावापानी एकदम धेरै मनपर्ने मलाई। लगभग मैले यतासम्म बनाएँ है। पछि यसो हेरेको दिदीहरू त सबैजना सुत्नु भएको रहेछ कि, चिसो भएको थियो नि त अगाडि, गाडीमा बसेपछि त तातो भएछ होइन। अनि सबैजना नि फुच्चीलाई पनि गाह्रो हुने गाडीमा, अनि फुच्ची पनि सुत्नु रहेछ, दिदी पनि सुत्नु रहेछ, बहिनी पनि सुतेछ है।
अनि त्यसपछि म मात्रै अब एक्लै के गर्ने भन्ने भयो। अनि मैले भिडियो अफ गरेँ, यसो गाडीको पनि बनाउँ एउटा भने सबैजना सुत्नु भएको थियो। त्यसपछि मैले भने अब होस् होइन, यता बाटो पानी पर्नु बित्तिकै एक ठाउँमा त पहिरो पनि गइसकेको रहेछ कि यस्तो पाहाडको बाटोमा पानी पर्नु बित्तिकै यति नै। अब मैले भिडियो अफ गरेँ। कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिनु होला है साथी। ओके बाई।